व्हाट्सअप गाइस, आई होप सबजना सन्चै हुनुहुन्छ होला, मस्तै हुनुहुन्छ होला। फेरि पनि उपस्थित भइसकेको छ एउटा नयाँ ऱ्याप म्युजिक भिडियोलाई चाहिँ हेर्नु पर्यो भनेर। यो चाहिँ आई थिङ्क रिलेटेड विथ अहिलेको सिनेरो सिचुएसन के कस्तो भइरहेछ नेपालमा है, लेखौँ भविष्य है भन्ने। आई थिङ्क इट्स डेडिकेटेड टु या बालेन्साको चाहिँ चर्चा धेरै आइरहेको छ। अलिअलि टिकटकमा देखेर चाहिँ म पनि आएको। लेट्स चेक इट आउट है। ल खतरा देखाएको छ दिया। के हो यो? ओके मिस्टर डी, आई क्यान सी मिस्टर डी पनि छ, तर ऱ्याप हो कि? आई थिङ्क दिस इज जय निशाल रोशन फिचरिङ मिस्टर डी अरे। त्यही राष्ट्र कन्ट्री सङ हुनु पनि सक्छ है, डेडिकेटेड टु द कन्ट्री एन्ड द पोलिटिक्सहरूको त्यो भोट हुनु लागेछ नि, त्यही हुनु हो। तर एनिमेसन अति दामी बनाएछ क्या। करप्सन, यस मैले भने नि, इम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट, पब्लिक डिस्ट्रस्ट, लिमिटेड डिफरेन्ट, पोलिटिकल इन्स्टेबिलिटी, फेक प्रोमिसेस। ओके आई अन्डरस्ट्यान्ड। दिस इज टाइम टु वेक अप है। अब कति अर्को यसमा बस्ने काइन्ड अफ हुन्छ नि, त्यो धेरै भइसक्यो भन्ने खालको त्यो अत्याचार होइन, भ्रष्टाचारहरू धेरै भइसक्यो। इट्स टाइम टु वेक अप एन्ड नयाँ अब इलेक्सनमा चाहिँ नयाँ अब प्राइम मिनिस्टर होस् या नयाँ मन्त्रीलाई चाहिँ सेलेक्ट गर्नुपर्छ, भोट लगाउनुपर्छ भन्ने काइन्ड अफ मेसेज। यस बालेन्सा बालेन्साको क्रेज चाहिँ खतरा। आई थिङ्क बन्छ पनि होला क्या, मलाई चाहिँ लास्ट चाहिँ त्यस्तै लाग्छ, बन्छ। हि विल बी द प्राइम मिनिस्टर हो जस्तो लाग्न थालेछ क्या अलरेडी नै होइन। यति साह्रो क्रेज है। लभली म्यान। यो शब्द चाहिँ, यो गीत चाहिँ पुरानै हो कि न के हो मैले थाहा भएन, तर बालेन्सा परदेशिएका पैतालालाई पर्खिँदैछ नागन। यो देश हाम्रो अस्तित्व, यो भूमि हाम्रो प्राङ्गण। असत्य डगमगाउँछ जब शक्ति बन्छ आवाज। परिवर्तन गरे आफैलाई अनि बदलिन्छ यो समाज। मिस्टर डी त यस्तो कडा आउँछ भनेर चाहिँ मैले सोचेको थिएन है। यत्तेरिको ब्रोको के हो, फायर छ त यार, कस्तो है। आई नो दिस इज काइन्ड अफ त्यो कन्ट्री सङ आफ्नो देशको लागि डेडिकेट गरिरहेको छ है। यस्तो पावरफुल वर्ड्स, यस्तो पावरफुल फ्लो पनि छ यार। ओ माई गड मिस्टर डी। क्या दाम यार यो बुद्धको। आई थिङ्क काठमाडौँमा होला। यस, सिमिलर विथ दिस काइन्ड अफ होइन, हाम्रो भुटानमा पनि बनिँदैछ है, सिमिलर अलमोस्ट त्यो सेम स्ट्रक्चरवालाको चाहिँ। आई लभ दिस म्यान। यो अति यो ऱ्याप हुन चाहिँ, ऱ्यापले गर्दाखेरि चाहिँ मिस्टर डीको पार्टले गर्दाखेरि चाहिँ भिडियो अति रमाइलो क्या, अति त्यो म्युजिक पनि यस्तो जोसमा आमा कुरै नगरौँ यार। क्या दामी। लेखौँ भविष्य अरे नि त।
मिस्टर डी लभली नेपाल काठमाडौँ होला यो आम्मामा क्या पानी हुन्छ नि यस भाइ तिमीले फुल रोपे फुल फल्छ काँडा रोपे काँडा भविष्य राम्रो चाहिए तिमीले सोच्नु पर्छ आज यो सिस्टम तिमीलाई लखेट्छ तिमी नआत्तिनु आम्मामा फुल रोपे फुल हुन्छ काँडा रोपे काँडा भविष्य तिमीले सोच्नुपर्छ आज भन्ने यस है यो चाहिँ एकदमै राइट टाइम हो अल द नेपाली पिपल आउट देयर होइन हाम्रोलाई हाम्रो आफन्त हो भन्ने र भोट लगाउने होइन र राम्रो है राम्रोलाई लगायो भने चाहिँ आई थिङ्क इन फ्युचर we can see, we can hear the bright Nepal भनेर चाहिँ सो त्यसको लागि चाहिँ आई थिङ्क बालेन शाह एन्ड हिज टिम इज रेडी है रेडी नै छ जस्तो लाग्छ मलाई आई क्यान सी द गाई एनर्जेटिक उसको त्यो नलेजदेखि लिएर एभ्रिथिङ सबै हरेक जनताले देखेको नै हो त्यसले गर्दाखेरि नै लेट्स सी है त हु विल बी द प्राइम मिनिस्टर अफ नेपाल इन अपकमिङ डेज आई थिङ्क भोट पनि आउँदै होला चर्चा चाहिँ आई लभ दिस गाई म्यान एउटा ऱ्यापरले है आफ्नो देश चलाउनु भनेको चाहिँ एउटा नेपाली एउटा एसियन कन्ट्रीमा आई थिङ्क इट विल बी द फर्स्ट गाई है हि विल बी द फर्स्ट गाई लेट्स होप फर द बेस्ट म्यान साँच्ची भनेको बाटै बाटोमा बाटा अभिलाषा पुरै गन्तव्यको बल्ल पुग्यो वाटा यो गुणमा गौतम बुद्ध राखी शिरमा सगरमाथा उठाउने छौँ यो झन्डा हामी भने छैन आशा लेखौँ भविष्य आफ्नो आफै नै अरूको रियाई बनाउँदैन यो देश अति मिलेको क्या मिस्टर डीलाई चाहिँ यस्तो साह्रो जोस चाहिँ कहाँबाट आयो हो म सक्ट भएँ यार साँच्ची भनेको होइन यो होल सो नै मिस्टर डीले नै खाइसकेछ क्या माई गड उसको त्यो एनर्जी नेक्स्ट लेभलको एनर्जी चाहिँ छ क्या उसकोमा फेरि वर्ड शब्द कस्तो खतरा खतरा कुरा शब्दहरू भित्र मन छुने खालको लगाइदिएको छ भनेको यो सुनेर पनि यस्तो बुझेर पनि तिमीहरूले भोट अरूलाई दियो भने त द्याट्स बिग मिस्टेक हो क्या एकदम गधा भन्ने खालको नि माई गड यति त्यतिको बालेन शाहले जित्छ साँच्चै भनेको आई लभ दिस बालेन शाह अल्सो म्यान मैले पहिलादेखि नै म भुटानको भयो भने पनि ऱ्याप ब्याटल सुरुवात यहाँ बुद्धको टाइमदेखि नै मैले बालेन शाह भनेर मैले थाहा छ है लभली म्यान जङ्गा तरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश लेखौँ भविष्य आफ्नो आफै नै रियाई बनाउँदैन यो देश जङ्गा तरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश बालेन गइहाल्यो नि आई लभ दिस म्यान यस्तो मिस्टर डीको धेरै म सुन्ने मान्छे हो तर यतिको लेभलमा जान्छ भन्ने चाहिँ मैले सोचेको थिएन आफ्नो कन्ट्रीको लागि होइन लभ इट म्यान सो त्यही हो है दामी थियो एउटा मेसेज चाहिँ कडा मेसेज गएको छ है अझै त्यो हुकपाटको भन्दा पनि मिस्टर डीले चाहिँ खतरा स्ट्रङ मेसेज दिएको छ है सो होप फर द बेस्ट आई थिङ्क सबैले नै घन्टीलाई नै दिन्छ होला जस्तो लाग्छ मलाई पनि क्रेजहरू देख्दाखेरि चाहिँ या के हुन्छ हेर्दै जाउँ है एकदम राम्रो होइन भएको देख्न पाऊ है नेपाली जनताहरूको मुखबाट राम्रो राम्रो शब्दहरू सुन्नु पाऊ मेरो देश यस्तो मेरो देश उस्तो भन्नेको सुन्नु नपाओस् त्यही हो एउटा छिमेकी देशको एउटा नागरिक हुनाको मैले भनेको नै त्यति नै हो यस एकदम मेसेज कडा छ प्लिज लाइक इट तपाईँले सेयर गरिदिनुहोस् अर्जुनले भिडियो गाउँ सहरतिर पुगोस् सबैले यो मेसेज चाहिँ सुनोस् अनि राम्रो एकदम राम्रो व्यक्तिलाई चाहिँ भोट दियोस् होइन दिएर उसले देश चलाओस् अनि सबै राम्रो होस् त्यही भन्न चाहन्छ र भेट्नेछु फेरि भोलि पर्सिको नयाँ भिडियोमा अहिलेको लागि चाहिँ गप्दमा